तपाईको अर्थमन्त्रीले 30 वर्षदेखि के भयो थाहा छैन भर्खर कति भयो 2 महिना भयो भएको छैन के हिरो भएर भाइ तिमीहरू होल्ड गर तिमीलाई के गर तिमीहरूले पनि यसो गर सल्लाह सुझाव देऊ न होल्ड गर्दिन के सुझाव देऊ किन होल्ड सुझाव देऊ न भने सुझाव दिइराख्नु तिम्रो सब नेपाल काठमाडौँ घर आएर भत्केको छैन नि त भने त्यो व्यवस्था हुन्छ हैन मैले के भने त्यहाँ व्यवस्था हुन्छ तपाईले भनिरहन्छ अरूहरुको छ नि यो यहाँ किन यो जम्मा भएको सुकुम्बास थाहा छ यो तपाईको आन्दोलन गर्नलाई मान्छे चाहेन त्यो गर्नको लागि नै यहाँ मान्छेहरु राखेको हो के त्यो दुईटा पार्टीको मान्छेहरु यो यथार्थ सुकुम्बास होइन भन्न खोज्नु भएको होइन भने के मान्छे चाहिएन अब उहाँलाई अब भन्छु मैले पार्टी भन्नु पार्टीको पहिला चुनाव जाँदाखेरि तपाईहरु पनि रिपोर्ट गरे आयो एउटै दुईटा फरक पार्टीकोमा एउटा अनुहारको मान्छे त्यो भेट्नु भएको छ पर्दैन यदि रिपोर्टरलाई म सोच्छु भेट्नु भएको छैन छ हैन अब मैले के भन्न खोजेको भन्दिन उहाँहरुले गर्छ ल काम गर्छ उहाँहरु ल कतै लगेर राख्छ त्यहाँ उहाँलाई एउटा कारखाना खोल्दिनी सरकारले सोच्दैन त्यति सरकार बौला हो यत्रो के सोच्न सक्ने अहिले संसारको गण्यमान्य हाम्रो अर्थमन्त्री हुनुहुन्छ उहाँले सोचेको छैन फ्याक्ट्रीको बारेमा केही सोचेको छैन तपाई हेर्दै जानुस् न मैले भने आइसियुमा भएको मान्छे छ दौडाउनु सक्दैन सास फेरेको छ सास फेर्नु भनेको देशको लागि सुशासन हो सुशासन कायम भइरा छ तपाईको अर्थमन्त्रीले 30 वर्षदेखि के भयो थाहा छैन भर्खर कति भयो 2 महिना भयो भएको छैन के हिरो भएर भाइ तिमीहरू होल्ड गर तिमीलाई के गर तिमीहरूले पनि यसो गर सल्लाह सुझाव देऊ न होल्ड गर्दिन के सुझाव देऊ